बिरामी छु अनि बिरामी भएर घर बसेको दिन पनि हाजिरा मैले गर्न पाउनुपर्छ भन्ने अधिकार हो तपाईँको? मेरो त्यो अधिकार होइन। कसरी हाजिर भयो? काम गर्दाको चाहिँ मैले हाजिर गर्नुपर्छ भन्ने अधिकार हो। हाजिर कसरी गर्नुभयो त त्यो भनेको मैले? टिका माया श्रेष्ठ मिस महिनामा जम्मा कति दिन विद्यालय आउनुहुन्छ? बढीमा अब 15 दिन पनि हुन्छ, कहिलेकाहीँ अझ बढी पनि हुन्छ, कहिलेकाहीँ अब हप्ता दिन पनि हुन्छ। यो हाजिर जति दिन गरिएको छ त्यति दिन साँच्चै आउनुभएको उहाँ? उहाँको यो हाजिरी कसले चढाएको छ? उहाँ बाहना बनाउनु त तपाईँ साह्रै सिपालु हुनुहुँदो रहेछ है। हाजिरी गर्न र बाहना बनाउनु चाहिँ तपाईँ जतिको सिपालु संसारमा कोही छैन होला। गैल बसेँ म। अनि त्यसपछि हाजिरी चाहिँ कसरी भयो? वैशाखमा हो कि उसमा म स्कुलकै कामले बसेको छु। बाहना नबनाउनुहोस् न, हाजिरी चाहिँ कसरी भयो? मिस चाहिँ कति दिन आउनुहुन्छ स्कुल? प्राय म त देख्दिनँ हौ, म आइरहेको हुन्छु स्कुलमा होइन। अनि प्रधानाध्यापक चाहिँ बिदामा बसेर कासले पढाउँदै गरेको देख्दा चाहिँ तपाईँलाई कस्तो लाग्छ? कस्तो कासे? तपाईँ चाहिँ स्कुल नआउने, तपाईँ चाहिँ 3000 तिर्ने, अनि उहाँ मिस चाहिँ कन्टिन्यू स्कुल आउनुहुने, अनि उहाँ चाहिँ 4000 तिर्ने। उहाँलाई सोध्नुहोस् त्यो बारेमा। मैले जबरजस्ती उहाँलाई दिनै पर्छ भनेर लगाएको होइन। जबरजस्ती दिएँ भनेर त जबरजस्ती लगाएको छु भनेर त क्यामेराको अगाडि कहाँ भन्छ त जसले तसले। हाम्रो नानीहरूको भविष्य चाहिँ नबिग्रोस्। 3 कक्षा पास गरेर पारी स्कुल जान्छन्, तर वाट इज यर नेम भन भने गर्छन्। त्यस्ता छन् नानीहरू यहाँनिर होइन। एउटा सामुदायिक विद्यालयको प्रधानाध्यापकले कासको भरमा विद्यालय छोडेर कार्यालय सहयोगीलाई विद्यार्थी पढाउन लगाएर आफू भने घरमै बसी बसी तलब खान्छन् भन्दा के तपाईँलाई विश्वास लाग्छ? पक्कै पनि लाग्दैन होला। तर सडानन्द नगरपालिकाको एउटा त्यस्तो विद्यालयको त्यस्तो रवैया आज हामीले यो भिडियोमा देखाउँदैछौँ, जुन भिडियो हेरिसकेपछि तपाईँ पनि सायद 3 छक्कै पर्नुहुन्छ होला। त्यसैले यो भिडियोलाई अन्तिमसम्म हेर्ने कोसिस गर्नुहोला। सडानन्द नगरपालिका वडा नम्बर 6 कुमाल गाउँ स्थित जनचेतना आधारभूत विद्यालयका प्रधानाध्यापक टिकामाया श्रेष्ठले विद्यालय नै नगई फर्जी हाजिरी गरेर तलब खाने गरेका छन् भन्ने जानकारी त्यहाँका अभिभावकहरूले हामीलाई गराइसकेपछि हामीले यो विषयलाई चासोका साथमा लिन थाल्यौँ। यो विषयमा त्यहाँका केही स्थानीय र अभिभावकहरूसँग हामीले बुझ्ने कोसिस गर्दा टिकामाया मिस महिनामा 5 देखि 10 दिन मात्रै स्कुल जाने गरेको र अन्तिममा सबै दिनको हाजिरी भने गर्ने गरेको र किन यसो गर्नुहुन्छ भनेर सोद्धा प्रधानाध्यापकले पढाउने काम होइन प्रशासनिक काम मात्रै गर्ने हो भन्ने जवाफ दिने गरेको स्थानीयहरूले हामीलाई बताए। अब स्थानीयहरूले भनेकै भरमा समाचार बनाउने कुरो त भएन। त्यसैले वैशाख 31 गतेको दिन हामी आफ्नो परिचय नखुलाई त्यस विद्यालयमा छड्के जाँचको लागि जाँदा विद्यालयमा टिकामाया मिस अर्थात् प्रधानाध्यापकलाई हामीले भेट्न सकेनौँ। त्यस दिन हामीले टिकामाया मिसको हाजिरी खाताको रेकर्ड सुटुक्क फोटो खिचेर लियौँ, तर त्यो विषयमा हामीले अन्य सर र मिसहरूलाई जानकारी गराएनौँ, किनकि टिकामाया मिसले साँच्चै नै फर्जी हाजिरी गरेर तलब खान्छन् त यो विषयमा हामीले अनुसन्धान गर्नु थियो। त्यस दिन हामीले लिएको हाजिरी खाताको रेकर्ड तपाईँले पनि एकपटक हेर्नुहोस्। वैशाख महिना अर्थात् नयाँ शैक्षिक सत्र सुरु भए पश्चात वैशाख 9 गतेबाट विद्यालय खुलेकोमा शनिबार र अन्य सार्वजनिक बिदा बाहेक वैशाख महिनामा जम्मा 19 दिन विद्यालय खुलेको छ, अर्थात् 19 दिन पठन पाठन भएको छ। तर टिकामाया मिसको जम्मा जम्मी 7 दिन मात्रै हाजिरी देख्न सक्छौँ, अर्थात् 19 दिन विद्यालय लागेकोमा बाँकी 11 दिन टिकामाया मिस बिदामा बस्नुभयो। टिकामाया मिसले यो 11 दिनको हाजिरी पनि अभिभावकहरूले आरोप लगाए जस्तै तलब थाप्ने बेलामा पुरापुरी भर्छन् त? यो प्रश्न भने हाम्रो मनमा पनि खड्किरहेकै थियो। त्यसैले लगभग 3 महिनासम्म हामी केही थाहा नपाए जस्तो गरेर चुपचाप बसिदियौँ र साउन 29 गतेका दिन क्यामेरा र माइक्रोफोन नै बोकेर विद्यालयमा हामी गयौँ र हाजिरी रेकर्ड हेऱ्यौँ र हामी 3 छक्कै पर्यौँ। अघि भर्खरै मात्रै मैले तपाईँलाई देखाएको वैशाख महिनाको भर्न बाँकी हाजिरी त टिकामाया मिसले कहिले नै भर्न भ्याइसक्नु भएछ। गर्नेलाई भन्दा हेर्नेलाई लाज भने जस्तो बरु हाम्रो क्यामेरा पनि लाजले भुतुक्कै भयो होला, तर उहाँलाई भने
लाज लाग्दैन, किनकि त्यो दिन पनि लाज लाग्नुपर्ने मान्छे अर्थात् त्यहाँका प्रधानाध्यापक टिकामाया श्रेष्ठ मिस विद्यालयमा नै हुनुहुन्न थियो। अनि हामीले टिकामाया मिसलाई विद्यालयमा नभेटे पनि विद्यालयमा पढाइरहनुभएका दुवैजना सर र मिसहरूलाई केही प्रश्नहरू गरेका छौँ, यो पनि हेर्नुहोस्। शुभ नाम चाहिँ? मेरो नाम रिधिराज राई, म कार्यालय सहयोगी। क्लासमा पढाउँदै हुनुहुन्थ्यो हामी आउँदा है? हजुर 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 तपाईँ सधैँ पढाउनुहुन्छ? म सधैँ पढाउँछु। कहाँ हुनुहुन्छ अहिले प्रधानाध्यापक चाहिँ? अहिले उहाँको फोन अनुसार चाहिँ उहाँ बिरामी, उहाँको छोरी बिरामी भएर उपचारको लागि इटरी जानुभएको छ भन्ने कुरा चाहिँ भएको, तर त्यति साह्रो फोन कन्ट्याक्ट भएको छैन। कहिले कन्ट्याक्ट भएको सर तपाईँको? मसँग चाहिँ अलि निकै अगाडि नै हो होइन। अब त्योभन्दा पछिको चाहिँ हाम्रो मिस शान्तिमाया चर्मकार हुनुहुन्छ, उहाँलाई अलिक थाहा छ त्यो कुरा चाहिँ। जम्मा क्लास चाहिँ हामी 3 कक्षासम्म सञ्चालन हो। जम्मा 3वटा क्लास? 3वटा मात्रै क्लास। दुईजनाले कसरी ध्यान गर्नुभएको छ? होइन, अब एउटामा अलिक एकछिन पढाउने अनि अलिकति गृह कार्य दिने, उहाँहरू लेख्दै गर्नुहुन्छ, लेख्ने काम दिने, अनि अर्को क्लास जाने, त्यसरी गर्छ। आज तपाईँले मलाई नढाँटिकन भन्नुहोला, तपाईँको प्रधानाध्यापक टिकामाया श्रेष्ठ मिस महिनामा जम्मा कति दिन विद्यालय आउनुहुन्छ? यो महिना त अब आउनु भएको छैन, भर्खर अब 24 गतिदेखि क्लास सञ्चालन भएको छ। अब त्यो यति नै भन्न सकिन्न, कहिलेकाहीँ अब अलिक बढी नै आउनुहुन्छ, कहिलेकाहीँ अब आउनुहुन्न, त्यस्तै हो। अब त्यो रेकर्ड अनुसार चाहिँ अब बढीमा कति दिन? बढीमा अब 15 दिन पनि हुन्छ, कहिलेकाहीँ अझ बढी पनि हुन्छ, कहिलेकाहीँ अब हप्ता दिन पनि हुन्छ। त्यो यति नै भन्ने कुरा चाहिँ अलिक छैन। एकपटक छोरी बिरामी हुन्छ अथवा एकपटक छोरा बिरामी हुन्छ, समस्या हुन्छ, तर सधैँभरि चाहिँ उहाँ बिदा बसिरहँदाखेरि तपाईँहरूलाई चाहिँ के बाहना, के भन्नुहुन्छ? उहाँले के को लागि बिदा बसेको भन्नुहुन्छ? अब उहाँ नै अब त्यसरी नै हो नि, अब कहिलेकाहीँ आफै पनि बिरामी, कहिलेकाहीँ अब छोरी बिरामी, कहिलेकाहीँ अब यसो घरमै पनि काम हुन्छ होइन। त्यही नै हो, उहाँले त्यही भन्नुहुन्छ, हामीले अभिभावकलाई त्यही नै भन्ने हो, अभिभावकले पनि केही भन्नुहुन्छ होला, त्यस्तै हो। यहाँको शुभ नाम भनिदिनुहोस् न। मेरो शान्तिमाया चर्मकार। तपाईँको यहाँको पद अथवा जिम्मेवारी चाहिँ के हो? म शिक्षिका हो सर। तपाईँ स्थायी कि अस्थायी हो सर। रातमा हुनुहुन्छ? हजुर, रात। कति साल भयो तपाईँ यहाँ पढाउँदा? 66 देखि सर, कति 17 सर। पुरै वर्ष? हजुर भयो सर। तपाईँभन्दा अगाडिदेखि हो टिकामाया मिस? हजुर। तपाईँले थाहा पाउँदा चाहिँ टिकामाया मिस कतिको आउनुहुन्छ स्कुल, कति समय, महिनामा कति दिन आउनुहुन्छ? नढाँटी भन्नुहोस् है। त्यो खै सर, अब कहिले त्यस्तै सरले भने जस्तै, कहिले अब धेरै पनि आउनुहुन्छ, कहिले अलिक कम पनि आउनुहुन्छ। अब अलिक बिरामी पनि हुन्छ उहाँ, अनि औषधि गर्न पनि जानुहुन्छ। त्यो भएकोले कहिले छोरी बिरामी, कहिले अब त्यस्तै सर। उहाँको के बिरामी हो तपाईँलाई थाहा छ? मुटु सम्बन्धी भन्नुहुन्छ सर। त्यही भन्नुभएको छ। ल, यो महिनाको मलाई हाजिरी रेकर्ड दिनुहोस् न। योभन्दा अगाडि बर्खे बिदा थियो होइन त? बर्खे बिदा थियो 25 गतेबाट, सरी कति 24 गतेबाट रहेछ। उहाँ 24 गते आउनु भएन। तपाईँहरूले आजको हाजिरा अरूले त तपाईँहरूले त गरिसक्नु भयो होइन? उहाँ चाहिँ 24 देखि आज 29 गतेसम्म उहाँको हाजिरी छैन र रितिराज सरको देखिन्छ अहिलेसम्मको हाजिरी। त्यसै गरी शान्तिमाया चर्मकार उहाँको पनि हाजिरा देखिन्छ। यो साउन महिनाको भयो भने योभन्दा अगाडिको लगभग फेरि टोटल्ली हाजिरा रहेछ। अब यहाँनिर अलिकति अब उहाँ सर मिसहरूलाई आफ्नो हेड सर हेड मिस भनेपछि त टाउको हो नि त, उहाँहरूको जोगाउन पनि पर्यो। वैशाख महिनामा उहाँ स्कुल नै आउनु भएको छैन, तर टोटल्ली हाजिरा उहाँको भएको छ। यो तपाईँले भन्नुभयो उहाँ मिसको पुरै उपस्थिति चाहिँ हुँदैन, तर यो हाजिरी चाहिँ कसरी भयो भन्नुहोस् न मलाई। सर अब है मिसले नै गर्नुहुन्छ? गर्नुभएको त होइन, आएरै गर्नुभएको हो सर। उहाँकै हातले साइन गर्नुभएको छ, उहाँले नै गर्नुभएको हाजिरी चाहिँ। अनि यो हाजिर जति दिन गरिएको छ त्यति दिन साँच्चै आउनुभएको उहाँ? बिचमा त खै सर। एउटा कुरा सोध्छु है, नढाँटी भन्नुहोस्, उहाँको यो हाजिरी कसले चढाएको छ? उहाँले नै गर्नुहुन्छ सर। उहाँले हो? अब हामी हेरिरहँदैन सर। उहाँले नै गर्नु। ठिक छ, अब तपाईँलाई अप्ठ्यारोमा पार्ने जस्तै तपाईँले गर्नुभएको भनेर तपाईँलाई गल्ती देखाउन खोजिएको चाहिँ होइन।
तर हाजिरी चाहिँ उहाँले कसरी गर्नुहुन्छ तपाईँलाई थाहा छ कि छैन भने मात्रै मैले सोध्न खोजेको। ओके, अभिभावकहरू पनि यहाँ हुनुहुन्छ। व्यवस्थापन समितिको अध्यक्षलाई मैले केही बेर अगाडि टेलिफोन गरेँ क्यामेरा अन नहुँदै गर्दा पनि, तर उहाँको फोन उठेन, सायद उहाँ व्यस्त हुनुहुन्छ होला। तपाईँको नाम चाहिँ के भन्नु? नमस्ते, मेरो नाम सीता कुमार। हजुर सदस्य हो तपाईँ? हजुर सदस्य, साथै अभिभावक पनि। मेरो बच्चा नि यहीँ पढ्छ। तपाईँ पनि नढाँटी भन्नुहोस् है, फेरि यहाँ कुरो लुकाउनु पाइँदैन। मिस चाहिँ कति दिन आउनुहुन्छ स्कुल? प्रायः म त देख्दिनँ हौ, म आइरहेको हुन्छु स्कुलमा होइन। अब हाम्रो सर मिसलाई पनि थाहा छ, प्रायः म यहाँ आउँदाखेरि चाहिँ म सर र हाम्रो रीतिश सर र शान्ति मिसलाई मात्रै देख्छु, हाम्रो टिका मिसलाई देख्दिनँ। तपाईँहरूले स्कुलमा यत्रो लापरवाही भइरहेछ, कहिलेकाहीँ नगरपालिकामा गएर त्यहाँको शिक्षाको हाकिमलाई अनि वडाध्यक्षलाई, मेयरलाई, उपमेयरलाई हाम्रो समस्या यस्तो छ भनेर भन्नुभएको छैन? मेयरलाई राखेको हो यो कुरा, हामीले यो स्कुलको बारेमा हामीले जानकारी दिएकै हो मेयरलाई, र साथै वडा अध्यक्षलाई पनि हामीले यो स्कुलको बारेमा पुरै जानकारी छ, साथै वडा सदस्यलाई पनि थाहा छ यो स्कुलको बारेमा के भइरहेछ, यो स्कुलको गतिविधि कसरी चलिरहेछ, यो स्कुल कसले चलाइरहेछ, कसरी चल्दैछ, नानीहरू कसरी पढ्दैछन्, सर मिसहरू को आउँछन् को आउँदैनन् भनेर सबै हामीले जानकारी चाहिँ गराइसकेको उहाँहरूलाई पनि। तपाईँको व्यवस्थापन समितिको बैठक कहिले कहिले बस्नुहुन्छ? खोइ समिति बसेदेखि बैठकै भएको छैन। समिति तपाईँ चयन भएकोदेखि बैठकै बसेको भएको छैन, बैठकै भएको छैन। हामीले कति कोसिस गरेको होइन, यहाँ हाम्रो काका पनि हुनुहुन्छ, उहाँ र म भएर छुच्चो हामी दुईजनै भएको छौँ क्या। प्रायः यहाँनिर हामीले यो कुरा हाम्रो नानीहरू यो स्कुलमा पढिराख्दाखेरि चाहिँ होइन, अब हाम्रो नानीहरूको भविष्य चाहिँ नबिग्रोस्। 3 कक्षा पास गरेर पारी स्कुल जान्छन्, तर वाट इज यर नेम भन भने गर्छन्। त्यस्ता छन् नानीहरू यहाँनिर होइन। अब कसको कमजोरी भन्नु, अब हाम्रो प्राध्यापक ज्यूको कमजोरी भन्नु कि हाम्रो कमजोरी भन्नु कि अब कसको कमजोरी भन्नु होइन। अब त्यस्तो गर्छन् नानीहरू, र काका र मैले चाहिँ धेरै यो कुरा चाहिँ धेरै पहिलादेखि उठाइरहेको कुरा हो होइन, तर अब खोइ यो कुरालाई खासै चासो लिएको छैन। तपाईँसँग केही सोध्नु पर्यो भने पछि जोडिन्छु। तपाईँ पनि समितिमा हुनुहुन्छ, तपाईँ चाहिँ अभिभावक चाहिँ हो। तपाईँको बच्चाहरू कतिजना? 2जना पढ्नुहुन्छ। कहिले काहीँ स्कुल आएर हेर्नुहुन्छ? कहिले काहीँ आउँछ, कामकै त मिस यसरी सधैँ बिदामा बस्नुहुन्छ भन्ने चाहिँ तपाईँलाई चाहिँ थाहा थियो कि थिएन? आउँदैन भन्नु चाहिँ थाहा थियो, बिदा हो कि के हो कि थाहा छैन। स्कुल आउनुहुन्न भन्ने चाहिँ थाहा छ? आउनुहुन्न भन्ने थाहा छ। यति बेला टिकामाया श्रेष्ठ मिसलाई म टेलिफोन यहाँबाट गर्दैछु। उहाँको फोन रिसिभ भएन, अर्को पटक ट्राई गर्छु। 2 पटक ट्राई गरेँ। अब योभन्दा बढ्ता चाहिँ फेरि उहाँ कस्तो अवस्थामा हुनुहुन्छ हामीले धेरै डिस्टर्ब गर्न पनि हुँदैन, सायद कल ब्याक गर्नुहुन्छ होला। एकपटक म यहाँको व्यवस्थापन समिति अध्यक्षलाई पनि अझै ट्राई गर्दैछु। अघि उहाँले फोन उठाउनु भएन, उहाँको पनि फोन लगातार 2 पटक गरेँ, उहाँको उठ्न सकेन। अब हामीले अग्रिम जानकारी गराएर आउँदा पनि हुन चाहिँ हुने हो, तर पहिला जानकारी गराएर आएपछि उहाँहरूको सेटिङ ठ्याक्कै मिलिहाल्छ क्या। त्यही भएर जानकारी नगरै आउनै परिहाल्यो आउँदाखेरि, अनि आएपछि यस्तै हुन्छ। तथापि हामी स्टुडियो पुगेर पनि उहाँहरूलाई टेलिफोन गरौँला। र यति बेला सडानन्द नगरपालिकाको शिक्षा शाखाको हाकिम मणि तामाङ सरलाई टेलिफोन गर्ने कोसिस गर्छु। अब उहाँ पनि कतै अनुगमनतिर हुनुहुन्छ भने नउठ्न पनि सक्छ, तर अनुगमन गर्ने ठाउँमा चाहिँ उहाँहरूको अनुगमन कहिले पनि नहुँदो रहेछ। बडो दुःख लाग्छ यो कुरा सम्झिँदा चाहिँ। शिक्षा शाखाको हाकिमको पनि फोन उठ्न सकिन। कति क्लास हो सर यो चाहिँ? 3 क्लास। ए नमस्ते नमस्ते, कस्तो राम्रो। 3 क्लासमा 3 जना हो? कतिजना हो? 3 जना। कुन विषयको पढाइ भइरहेछ? कुन बुक? सेरोफेरो हो? ल अब हामी डिस्टर्ब धेरै गर्दैनौँ है। सबैभन्दा बढी टिकामाया मिसले पढाउनुहुन्छ कि अनि रिद्धि सरले पढाउनुहुन्छ कि अर्कोजना मिसले? कसले को बढी आउनुहुन्छ स्कुल? सर र मिस। ए सर अलि बढी आउनुहुन्छ, को चाहिँ कम आउनुहुन्छ? मिस टिका मिस। टिका मिस चाहिँ कमै मात्र आउनुहुन्छ, कहिलेकाहीँ मात्रै? ए ल, नाम के हो तिम्रो भन त? सबिना। सबिना। ए रोल नम्बर कति छ? 1। रोल नम्बर 1। ल फर्स्ट रहेछ है। ल राम्रो पढ्नु है। ल
ह्यान्डराइटिङ राम्रो रहेछ। त्यस दिन प्रधानाध्यापक टिकामाया मिसले पनि हाम्रो फोन रिसिभ गर्नु भएन, शिक्षाको हाकिमले पनि फोन रिसिभ गर्नु भएन र विद्यालय व्यवस्थापन समितिको अध्यक्षले पनि फोन रिसिभ नगर्नु भएपछि हामी यो रिपोर्टलाई अधुरै छाडेर स्टुडियो फर्कियौँ र भदौ 4 गतेका दिन बाँकी प्रश्नहरू गर्नका निम्ति उक्त विद्यालयमा गएका छौँ। हेर्नुहोस् यो भिडियो पनि। म गत श्रावण 29 गतेको दिन तपाईँको विद्यालय आएको थिएँ। त्यो दिन तपाईँ हुनुहुन्थेन, कहाँ जानुभएको थियो? म चाहिँ बच्चा बिरामी भएर बच्चा उपचार गर्ने क्रममा गएको थिएँ होइन। म यहाँबाट मङ्गलबार हिँडेँ, बुधबार बिहिबारबाट स्कुल लाग्यो होइन। अनि बिहिबारबाट स्कुल लाग्यो, मैले दाइलाई कल गरेँ, अध्यक्षलाई कल गर्दाखेरि 2 चोटि फोन गरेँ, अब 2-3 दिनमा पुग्छु होला भनेर। अनि दाइ म यता आएको छु है भन्नलाई, तर उहाँले फोन रिसिभ गर्नु भएन होइन। अनि म सोमबार फर्केँ नि त, सोमबार आएको होइन, म सोमबार फर्केँ, म मङ्गलबारबाट स्कुल हाजिर भएँ होइन। यो 2 वर्ष यो कोरोनाको माहौल पछाडि मलाई यो हार्ट प्रब्लम भयो होइन। भनेको मेरो चाहिँ यो टाइप 1 ब्लकेज छ, टाइप 2 बाँकी छ। अनि मलाई चाहिँ पेसमेकर राख्नुपर्छ भनेर भनेको थियो डक्टरले होइन। तर म अब जतिन्जेली बाँच्छु जे गर्छु जस्तो हुन्छ, म अब पेसमेकर राख्दिनँ भन्ने हिसाबले चाहिँ मैले राखिनँ। नराखिसके पछाडि के भयो त भन्दा म कतिखेर बिरामी हुन्छु नै थाहा पाउँदिनँ क्या। तपाईँको समस्या आफ्नो ठाउँमा होला, त्यो समस्याको बारेमा हामीले तपाईँप्रति त्यत्रो टिका टिप्पणी गर्न त्यति उचित नहोला। तर अभिभावकको गुनासो चाहिँ के आयो भने तपाईँ विद्यालय त आउनुहुन्न अरे क्या, महिनामा 2-3 दिन 5 दिन 7 दिन त्योभन्दा बढ्ता आउनुहुन्न अरे नि त। मैले त के भन्छु भने यहाँ सुन्नु है, हिजोका दिनमा म सधैँ आएर काम गर्दा अब यो स्कुललाई देन दिँदाखेरि मसँग अनि यहाँ कहाँबाट आयो, यो केबाट आयो, यसरी प्रगति कहाँबाट भयो भनेर क्वेसन मार्क राख्ने मान्छे यहाँ कोही भएनन् अभिभावक होइन। त्यतिखेर चाहिँ टिका मिस देउता, टिका मिस चाहिँ आमा दुनियाँ भयो। जब मलाई हेल्थले साथ दिएन, जब मलाई अलिकति कर्म खोटी भयो अथवा के भयो होइन, त्यतिखेर चाहिँ फलानी आइन, ढिस्की आइन, एक त म बिरामी छु भनी गएँ होइन। अर्को कुरा प्रिन्सिपलको काम त प्रशासनको काम त हुन्छ। त्यो हुँदाखेरि मैले के अरे घरमा बसेर त्यहाँबाट मिलाएर कुनै टाइम मैले यो अडिटको कामहरू गर्दाखेरि 1 दिन 2 दिन केही उ भएन भने म बसेर पनि गर्छु, म ढाँट्दिनँ होइन। भने मैले प्रशासनको कामहरू गर्दाखेरि भोजपुर जानु पऱ्यो, दिङ्ला जानु पऱ्यो, नगरपालिका जानु पऱ्यो, वडा जानु पऱ्यो, कुनै केही कामको लागि जानु पऱ्यो भनेदेखि त्यसको लागि चाहिँ के गर्ने त भन्नु त, जाने कि नजाने? तपाईँ प्रधानाध्यापक अफिसियल्ली कामले जानुपर्छ, ठिक छ, त्यो मैले माने। तपाईँकै जस्तो विद्यालय अरू विद्यालय पनि छ, तर तपाईँको जति त घायल त्यहाँ हाजिरी कम त हुँदैन। घायल हुनुको कारण चाहिँ के त भन्दाखेरि अरू प्रधानाध्यापक त्यस्तो हार्टको प्रब्लम छैन नि त। मलाई त दम पनि छ, हार्टको प्रब्लम पनि छ। मैले टाइममा एलएफटी, इसिजी होइन, त्यो होल्टर मेसिनहरू 3 महिनामा राख्नुपर्ने हुन्छ होइन। त्यो प्रब्लम छैन होला नि त अरूमा। तपाईँले यो समस्या शिक्षा शाखामा राख्नुभयो? राखेको छ, जवाफ आयो? शिक्षा शाखामा राख्नु भएको छ भनेर भनेको होइन। यो जानकारी म हार्टको प्रब्लम छु, यस्तो छु भन्ने कुरा उहाँहरूलाई जानकारी छ। एउटा कुरा तपाईँले भनिदिनुहोस् न, वैशाख 9 गतेदेखि 31 गतेसम्म तपाईँ कति दिन बिदा बस्नुभयो भन्ने तपाईँलाई थाहा छ कि? 1 गतेदेखि 31 गतेदेखि। वैशाख 9 गतेदेखि 31 गतेसम्म। वैशाख 9 गतेदेखि 31 गतेसम्म। 9 गतेदेखि 31 गतेसम्म। म वैशाखको 12 गते त म स्कुल हाजिर छु नि मिस। किन भन्नु न, वैशाखको 12 गते होइन, म वैशाखको 6 गते काठमाडौँ गएको थिएँ होइन। म उपचार गरेर फेरि त्यो के अरे होल्टर राखेर आएँ भनेपछि म 12 गतेको फ्लाइटमा आएको। त्यसपछि म 13 गते त स्कुल आएको छु। 13 गते स्कुल आउनु भएको छ? हाजिर गरिनँ त्यो थाहा छैन होइन, तर म आएको छु। यस्तो पनि हुन्छ कुरा, हाजिर गरेँ या गरिनँ थाहा छैन, त्यस्तो पनि हुन्छ कुरा नभन्नु न। सुन्नु न, तपाईँलाई नि जबरजस्ती कुनै कुरो ओकल नलाउने होइन है, सत्य कुरो मात्रै भनिदिनुहोस् क्या तपाईँ। म 13 गते आएको छु नि त, किन आएको छैन? म 13 गते स्कुल आएको छु, 13, 14, 15, 16 कति बिचमा आएँ, फेरि बिचमा आइनँ, त्योभन्दा पछाडि आइनँ। त्यसमा चाहिँ किन भन्नु न, मेरो 12 गतेको फ्लाइट थियो नि त। 12 गतेको फ्लाइट भएर म भोलिपल्ट स्कुल हाजिर छु। तपाईँको 12 गते फ्लाइट भएर तपाईँ भोलिपल्ट हाजिर हुनुहुन्छ भन्ने कुरो त्यो व्यवहारिक भएन कि? तपाईँ विद्यालयको चाहिँ आउनुभएको थियो कि थिएन भन्ने कुरो? म विद्यालय आएको थिएँ, 13 गते म विद्यालय हाजिर छु। 13 गते विद्यालय आउनु भएको छ? आएको छु ल। अनि हाजिर चाहिँ के भएर नभयो? अब कोही बेला म बिर्सिन्छु र एकैचोटि भोलि पनि गर्छु। म त्यस्तो पनि हुन्छ, त्यो पनि सुविधा हुन्छ भन्न पाइन्छ? सुविधा त हुँदैन होला, तर त्यो मैले गल्ती स्वीकारेँ होइन। भन्नुहोस् न, म वैशाख 9 गतेदेखि 31 गतेसम्म बिचमा धेरै दिन आइनँ, त्यति त भन्न सक्नुहुन्छ नि?
होइन तँ आइन त भने, तर 13 गते म स्कुल हाजिर छु। यसमा चाहिँ म उसका साथै भन्छु क्या, कन्फिडेन्टका साथै भन्छु। किनकि म 12 गते आएको छु के सर, 12 गते उताबाट आएर भोलिपल्ट म स्कुल हाजिर भएको छु। त्यस्तो पनि हुँदो रहेछ। त्यसो भए हाजिरै नभएको दिन आएको छु भन्न नि पाइन्छ? त्यो सर्भिसहरू भन्नु त, म त्यो बिचमा आएँ कि आइन, 9 गतेदेखि कन्टिन्यू म नआएको छु यहाँ। होइन मिसहरूले भन्ने कुरो होइन, तपाईँलाई थाहा हुनु पऱ्यो। उहाँहरूले त भनिसक्नुभयो त, सबै कुरा उहाँहरूले भन्ने कुरो भनिसक्नुभयो कि उहाँहरूको तर्फबाट। तपाईँले भन्नुहोस् न बिचमा। मैले 13 गते आएको छु के, म 13 गतेदेखि स्कुल हाजिर छु। हप्ता दिन जति म स्कुल हाजिर छु। बाहना बनाउनु त तपाईँ साह्रै सिपालु हुनुहुँदो रहेछ है। हाजिरी गर्न र बाहना बनाउनु चाहिँ तपाईँ जतिको सिपालु संसारमा कोही छैन होला। होइन कस्तो कुरा गर्नुहुन्छ? म 12 गते यहाँ सुन्नु न, म 6 गते काठमाडौँ गएको मलाई छ होइन, त्यो अगाडि एडमिसन के भन्छ नि, एडमिसन गर्ने बेला हुन्छ त्यो हाम्रो टाइम। त्यतिखेर म 6 गते फेरि जतिखेर मैले डक्टर भेट्नुपर्ने हो त्यतिखेर म गएँ। अनि म 6 गते यहाँबाट काठमाडौँ गएर म 12 गते आएर 13 गतेबाट फेरि म 1 हप्ता हाजिर छु, स्कुलमा आएको छु। 13 गतेबाट 1 हप्ता स्कुल आउनु भएको छ। अब तपाईँले यो यस्तो बाहना बनाइदिँदा चाहिँ तपाईँ जति शिक्षित मान्छेले बरु स्वीकार्नुहोस् न म आइन भनेर। त्यहाँभन्दा पछाडि त म थाहा छ कि 13 गतेदेखि त म छु त कसरी स्वीकार्छु भन्नु न। 1 हप्ता जति चाहिँ आउनुभयो, त्यस पछाडि चाहिँ आउनुभयो। आएन त्यो, त्यतिखेर म छु नि त। त्यतिखेर म आएर पाठ्य पुस्तक दिने कि नदिने कि लिने कि नलिने कि त्यो सबै परिबन्ध मैले मिलाएको हुँ नि त। त्यतिखेरसम्म बुक आएको थिएन। 13 गतेबाट आउनुभयो, लगभग 1 हप्ता जति आउनुभयो, त्यस पछाडि मात्रै गायल बस्नु। गैल बसेँ म। अनि त्यसपछि हाजिरी चाहिँ कसरी भयो? वैशाखमा हो कि उसमा म स्कुलकै कामले बसेको छु। बाहना नबनाउनुहोस् न, हाजिरी चाहिँ कसरी भयो? त्यही त स्कुलको काममा बस्दाखेरि मैले चाहिँ फलान ठाउँमा जस्तो मिटिङ सेमिनार गोष्ठी यतिमा जाँदाखेरि उहाँ हाजिर हुन्छ होइन, त्यहाँ उहाँ गएर हामी हाजिर गरिन्छ, यहाँ हाजिर गरिँदैन। अरू स्कुलको काममा जाँदाखेरि हामी आएर हाजिर गर्छौँ। यहाँ चाहिँ हाजिरी कसरी भयो त? क्यामेरा बोकेर हामी साउन 29 गते आयौँ र आज भदौको 4 गते आयौँ, तर क्यामेरा नबोकी अरू भेषमा हामी धेरै पटक आएको छौँ। र तपाईँले कुन बेला स्कुल आउनुहुन्छ र आउनुहुन्न त्यो सबै हामीलाई थाहा छ कि होइन। त्यो आएको नआएको त बुझ्नु न तपाईँहरूको होइन, बुझ्नै पर्दैन, रेकर्ड नै मसँग प्रमाणै छ। तपाईँ दाबी गर्दै हुनुहुन्छ कि म स्कुल आएको छु। 13 गतेदेखि आएर त मैले हप्ता दिन मैले सबै विद्यालयको व्यवस्थापन गरेर हिँडेको छु सर। तपाईँ त व्यवस्थापन कति गर्नु हुँदो रहेछ भने त थाहा भइहाल्यो नि त। एउटा व्यवस्थापन समितिको बैठक त राख्न भ्याउनु हुन्न रहेछ, अनि स्कुलको व्यवस्थापन त थाहा भइहाल्यो नि त। व्यवस्थापन आम भेलाहरू पटक पटक राखेको छ। व्यवस्थापन समितिको जस्तो कामको बेलामा राखेको छु भने कस्तो मिटिङ चाहिँ राख्नुपर्ने? के काममा राख्नु भएको छ अहिलेसम्म भन्नुहोस् त, मलाई देखाउनुहोस्। विद्यालय भवन बेच्ने टाइममा राखियो होइन, अनि त्यस पछाडि यो के अरे यो छात्रवृत्तिहरू गर्दा राखियो होइन। अब यो दिवा खाजाको बारेमा खुवाउने, मान्छेले खुवाउने कि के अरे विद्यार्थी आफैले खाजा ल्याउँछन् कि भन्ने उसमा राखियो, आवश्यकता अनुसार राखिएको छ क्या। विद्यालय व्यवस्थापन समितिको गठन कति वर्षमा हुन्छ? 3 वर्षमा हुन्छ। भइरहेछ? भइ त राखेको छ नि, नभइकन चाहिँ हेर्नुहोस् न त्यो टाइम। उहाँको कार्यकाल पहिला पनि भएर थप भएको हो? थप भएको। उहाँ अध्यक्ष हुनुभएको कति कार्यकाल भयो? उहाँ पहिलाको 1 कार्यकाल सकेर फेरि पछाडि यो कति भयो, जोस् अहिले जोस् 6 दोस्रो कार्यकालको रनिङमा हो उहाँ। अनि तपाईँलाई उहाँले बिदा माग्दै गर्दा यति दिन उति दिन भनेर कहिले बिचमा बिदा माग्नुहुन्न? बिरामी पनि हुनुहुन्छ, त्यो कुरा त अब हामी सबैलाई थाहा भएकै कुरा हो। अनि त्यस कारणले त अब यो समिति गठन भन्नुभयो नि, त्यही कामको आवश्यकता। अब यो स्कुल भत्काउन लागि बसेकै छौँ हामी होइन, बसेर मिटिङ बसेरै अब गरेको हो। त्यस पछाडि अब हरेक कुरा अब यो दिवस कार्ड भनेर भन्नुभयो, अब त्यसमा पनि अब बसेरै अब पैसा बाँडिराखेको छ नानीहरूलाई। अब भनेपछि अब अरू चाहिँ अब विशेष काममा चाहिँ अब कसरी बस्नु? तपाईँ अध्यक्ष काम पर्दा अनि बैठक बस्नु पर्दा मात्रै विद्यालय आउनुहुन्छ कि पढाइ कस्तो भइरहेछ, मिसहरू आउनु भएको छ कि छैन भनेर पनि कहिलेकाहीँ आउनुहुन्छ हेर्नलाई? अनि अब कहिलेकाहीँ पनि अब आउनु चाहिँ होइन, तर अब सधैँ आउनु त अब मैले पनि त आफ्नो काम गर्नु पऱ्यो नि। सधैँ दिनैभरि त तपाईँलाई जागिर होइन आउनुपर्छ भने होइन, महिनामा कमसेकम 1-2 दिन आएर पढाइ कस्तो हुँदैछ,
सर मिसहरू के गर्दै हुनुहुन्छ त्यो गतिविधि त हेर्न सकिन्छ होला नि? होइन त्यो त अब हेरिराखेकै छु नि। हेर्नु भएको छ तपाईँले बिचमा आएको छु अब नानीहरूलाई पो थाहा हुँदैन त। अनि प्रधानाध्यापक चाहिँ बिदामा बसेर कासाले पढाउँदै गरेको देख्दा चाहिँ तपाईँलाई कस्तो लाग्छ? कस्तो कासे कार्यालय सहयोगी होइन अब उहाँहरूले अब जाने जति अब उहाँहरूको अब योग्यता अनुसारको अब पढाउँदै गर्दा अब पढाउनु भएकै छ त। प्रधानाध्यापकले पढाउनु पर्दैन? होइन पर्छ, उहाँले नि पढाउनु पर्छ, तर अब उहाँको काम त उहाँले बताइहाल्नु भयो नि। उहाँले पनि अब पढाउनुहुन्छ त, पढाउनु भइराखेको छ। तपाईँहरूको साह्रो यो केमिस्ट्री चाहिँ मजाको मिल्दो रहेछ, अचम्म लाग्यो। एउटा कुरा सोध्छु है, तपाईँले उहाँ सरलाई चाहिँ कस्तो शर्तमा पढाउन लागिराख्नु भएको छ अरे? यो चाहिँ अहिलेको शर्तमा मात्रै होइन, जस्तो मैले पहिला यो विद्यालयमा काम गरेको भनेको 2059 सालदेखि हो होइन। म निजी उसमा काम गर्थेँ, महिनाको 20 रुपियाँ घर लौरी उठाएर, र पनि त्यो उठेन भनौँ न। 1 वर्षसम्म म फ्री नै काम गरेँ होइन। अब त्यो अवस्थादेखि नै उहाँ भाइ पनि काम गर्दै आउनुभयो, अनि पछाडि म 64 सालमा राहत नियुक्ति भएँ। अनि त्यहाँ हुँदै गर्दाखेरि अब यहाँ पढाउने दरबन्दी कम होइन, ऊ भयो। उहाँ पनि एउटा एजुकेटेड मान्छे, अनि ल ठिक छ, हाम्रो बिचमा मिलामत्ते भएर पढाउन लगाएको हो। त्यो कसैले उसले पनि करले होइन, मैले पनि करले होइन। उहाँ लेनदेन चाहिँ के छ भन्नुहोस् त? अब लेनदेन भनेको सहमति हुनु भनेकै लेनदेनमा पनि त्यो बाहेक अरू लाभको लेनदेन के भयो, के छ? लाभको लेनदेन भनेको कस्तो लाभको लेनदेन भनेको पढाउने हो। अलिकति अब हामीलाई पनि सहज छ, उहाँलाई पनि आम्दानी लिनुभयो, सहजै छ होला। आम्दानी चाहिँ कति लिनुहुन्छ? उहाँले मैले 2000 दिन्छु, उहाँले 3000 दिनुहुन्छ। हो, तपाईँ 3000, उहाँ 2000। म 4, तपाईँ 3। अनि यसो पनि गर्न मिल्दो रहेछ नि? यसो गर्ने बित्तिकै अर्कोजना पढाउने भएपछि त आफू घर बस्दा भइहाल्यो नि त। अब त्यो चाहिँ अहिले पहिलाका दिनमा कन्टिन्यू आउँदा पनि मैले उहाँलाई नदिएको होइन, नराखेको होइन। अहिले 2 वर्षको अन्तरालमा अलिकति म पीडित भएर के अरे स्कुल अलिकति कम आउँदाखेरि उहाँलाई राखेको भन्नुभएको कि के भन्न खोज्नु? पहिला कन्टिन्यू आएकै कारणले अनि फेरि अहिले चाहिँ नआउँदा नि हुन्छ भन्ने हो? त्यसो भए तपाईँको जागिर होइन? नआउँदा नि हुन्छ भन्ने होइन। जस्तो हिजोका दिनमा चाहिँ उहाँको र हामी बिचको कुरा हो नि त। यो सहमति भइसकेपछि त यति दिने यति नगर्ने भनेर अहिले भर्खर राखेको, म स्कुल नआउनको लागि उहाँलाई तलब दिएर उहाँको तलब काटेर राखेको त होइन। यो त हाम्रो त 64 सालदेखिको कुरा हो, लेनदेनको कुरामा होइन। तपाईँ चाहिँ स्कुल नआउने, तपाईँ चाहिँ 3000 तिर्ने, अनि उहाँ मिस चाहिँ कन्टिन्यू स्कुल आउनु हुने, अनि उहाँ चाहिँ 4000 तिर्ने। उहाँलाई सोध्नुहोस् त्यो बारेमा। मैले जबरजस्ती उहाँलाई दिनै पर्छ भनेर लगाएको होइन। जबरजस्ती दिएँ भनेर त, जबरजस्ती लगाएको छु भनेर त क्यामेराको अगाडि कहाँ भन्छ त जसले तसले? अब मैले जे हो यथार्थ त्यो भनिदिन्छु। मैले आफूले खुसीले दिएको हो उहाँलाई, म खुसीले नै दिन्छु अझै पनि होइन। उहाँले पनि दिनुपर्ने चाहिँ कारण के थियो? उहाँलाई सोध्नुहोस्, मलाई सोध्दैन। किनकि अब के अरे पहिले हाम्रो यो के भयो भने उहाँको तलब 925 रुपियाँ थियो होइन। तपाईँको तलब 925 रुपियाँ थियो। उहाँ पनि एउटा 12 पास गरेको मान्छे, उहाँ पनि हामीसँगै खट्ने, उहाँलाई पनि धेरै लोड भएको, उहाँलाई गुस ओर्ने, टोइलेट गर्ने, फाड्ने मात्रै हामीले काम लगाएका छैनौँ। हामी जे छ कार्यालय सहीको काम पनि हामी गर्छौँ, हाम्रो काम पनि उहाँले गर्नुहुन्छ। र हामीले पहिल्यैदेखि यो सहीमा उसमै के अरे विव्यासको सल्लाह अनुसारले नै हामी सही भएर, मतलब हामी बिचमा मिलेमतो भएर नै काम अगाडि बढाएर गरे। लेनदेनमा मिलेपछि घर बस्न सजिलो हुँदो रहेछ। अब त्यो कसरी हेर्नुहुन्छ त्यो म केही भन्न चाहन्छु। 11 दिनको एउटै महिनामा हामीले फेला पारेको प्रमाण मात्रै यति, हामीले फेला नपर्दा कति हो? तपाईँ चाहिँ फर्जी हाजिरी गर्ने? फर्जी हाजिरी भन्नाले चाहिँ अब स्कुलको काममा भनिगएँ नि, म स्कुलको काम जेसुकै होस्, कुनै एउटा के अरे फाइल गर्न जाउँ, अथवा म कुनै के अरे प्यान नम्बर बनाउन जाउँ, अथवा स्कुलको केही डकुमेन्टहरू बनाउन जाउँ भने उहाँ स्कुलको हाजिर हुने ठाउँ हुँदैन, हामी आएर यहाँ हाजिर गर्ने गरेको छ। म मात्रै नभएर उहाँहरूले नै गर्नुहुन्छ। अघि चाहिँ के भन्नुभएको थियो तपाईँले? उहाँ गएको बेलामा उहाँ हाजिरा हुन्छ, यहाँको यहाँ भन्नुभएको हो कि अघि भर्खर? उहाँ हाजिरा भनेको चाहिँ मिटिङ, सेमिनार, गोष्ठी, त्यहाँ हुँदा चाहिँ हाजिरीको फाइल हुन्छ। अब खाँदबारी जाँदा, तुमलिङटार जाँदा त हाजिर गर्न दिँदैनन्, दिन्छन् त? लगातार पनि हुँदो रहेछ होइन, काम पनि त्यस्तो? अब लगातार भनेको के अरे स्कुलको काममा गएर आएपछि त हुनु पर्यो नि त, नहुने त अब के होइन। स्कुलको काममा होइन, घर बसेको थियो भनेदेखि हुँदैन होला। यसो भन्नुहोस् न, म बिरामी थिएँ अथवा मेरो काम पऱ्यो, म घर बसेँ, अनि जब तलब थाप्ने बेला भयो अनि मैले हाजिर गरेँ भन्नुहोस् न।
होइन त्यो मैले जे हो यथार्थ कसरी होइन तपाईँले गर्नुभएकै त्यही छ होइन भनेर जित्दै हुनुहुन्छ अझै म तपाईँले गल्ती स्वीकार्न नै मान्नु भएन कि मान्नु भएन होइन जब म बिरामी छु त म बिरामी छु यस्तो छु भनेर मैले स्टाफलाई एकजनालाई र अध्यक्षलाई जानकारी गराएर हिँडेको हुन्छु जहिले पनि बिरामी छु अनि बिरामी भएर घर बसेको दिन पनि हाजिरा मैले गर्न पाउनुपर्छ भन्ने अधिकार हो तपाईँको मेरो त्यो अधिकार होइन अनि कसरी हाजिर भयो काम गर्दाको चाहिँ मैले हाजिर गर्नुपर्छ भन्ने अधिकार हो हाजिर कसरी गर्नुभयो त त्यो भनेको मैले क्या अरे घर बस्दाको त मैले हाजिर गरेकै छुइनँ नि गर्नु भएको छैन घर बस्दाको मैले गरेको छुइनँ स्कुल जाँदाको स्कुलको काम गरेको मैले गरेको छु अहिले त अब होला उहाँहरूलाई सबै आइन गरिन यहाँ गरिन त्यहाँ गरिन भन्ने होला होइन तर हिजोका दिनमा दिएको देन कस्तो थियो त्यस्तै बनाएर लाने नै छ नि हिजोको देनले आज लापरवाही गर्नुपर्छ भन्ने त होइन होला नि त हिजो तपाईँले देन दिँदै गर्दा पनि तपाईँले जागिर खानुभएको हो तपाईँले जागिरमा गर्नुभएको हो नि तपाईँको व्यक्तिगत देन त होइन नि अरू त जागिर बाहेक अरू केही हो त भन्नको मतलब मैले कुरो बुझिनँ तपाईँले हिजो मैले योगदान दिएँ कन्टिन्यू आएँ भन्नुभयो नि त्यो त तपाईँ जागिरको सवालमा आउनुभयो जागिरको सवालमा मात्रै होइन यहाँ आएर के अरे ग्राउन्ड खन्नुपर्ने यहाँ आएर विद्यालयमा लिपन हान्नुपर्ने यहाँ आएर हँसिया खुकुरी लिएर हँसिया हतौडा लिएर फाड्नुपर्ने यो चाहिँ जागिरको देन त होइन होला प्रधानाध्यापकले त्यति पनि गरेन भने त के प्रधानाध्यापक त अरूतिर पनि गरेर यस्ता टिकटहरू ल्याउनु भएको छ होइन अरूतिर त्योभन्दा धेरै पनि गरेको हुनसक्छ अब त्यो होला तर मैले जानेसम्म सकेसम्म यो स्कुलमा देन दिएको छु जस्तै लाग्छ अब दिएँ उहाँहरूलाई सोध्नु चिराको देनको ब्याज चाहिँ अहिले घरमा बिदा बसेर असुल्दै हुनुहुन्छ त्यसो भए अब ब्याज भन्नुहोस् के भन्नुहोस् त्यो सरोकार भएन मलाई होइन जसरी बुझ्नुहुन्छ त मैले यथार्थ कुरा जे भने नि म एउटा बिरामको कारणले मलाई यस्तो यस्तो प्रब्लम छ अहिले एक बिरामी भइयो एब्सेन्ट हुन त्यसै पनि गलत भयो भनौँ त्यसै कम भइयो होइन अर्को कुरा प्रशासनिक काम पनि गर्नु पर्दाखेरि अब हेडमास्टरको काम पनि गर्दाखेरि त दुईटाले त अलिकति असर त पारेकै छ नपारेको भन्दिनँ होइन भने अब त्यो फाइदा असुल्ने नउसुल्ने भन्ने कुरा चाहिँ अब जसले जसरी हेरो त्यही तपाईँले सरलाई दयाको दृष्टिकोणले उहाँले खटाएअनुसार तपाईँहरूले तलब दिनुभएछ है नियममा चाहिँ यो छ नियम छैन हामीले मिले मतमा मात्रै गरेको सरको खटाएअनुसार त अझ त्यो पनि कम भयो पाउनुपर्ने कुरामा चाहिँ मेरो विचारमा होइन तर नियमसङ्गत चाहिँ भएन कि भन्ने हो कि र अर्को मलाई ठ्याक्कै चित्त नबुझेको चाहिँ उहाँ मिस चाहिँ सधैँ स्कुल आउनुहुने 4,000 दिनुपर्ने तपाईँ चाहिँ स्कुल नआउने अनि तपाईँले चाहिँ 3,000 तलब पनि तपाईँकै धेर हुनुपर्ने बिदा पनि तपाईँ नै बस्नुपर्ने अनि तपाईँले चाहिँ 3,000 दिनुपर्ने उहाँलाई चाहिँ के को कर पर्यो भन्ने कुरो मलाई साह्रै खड्केको चाहिँ नि लगाएको होइन उहाँहरूलाई सोध्नुहोस् उहाँहरूलाई सोध्नुहोस् होइन मैले इच्छाले त्यति दिएँ गरेँ होइन मैले कर गरेर दिनैपर्छ हुनैपर्छ भनेको छैन आज कहाँ भन्न मिल्छ त होइन नमिले पनि यहाँ प्रत्यक्ष हुनुहुन्छ तपाईँले उहाँहरूसँग परामर्श गर्नुहोस् न उहाँले पनि आज त कहाँ भन्नुहुन्छ त जागिरको सवाल छ आफ्नो तपाईँले के सोचले दिनुभयो सरलाई सर अब मिसले पनि दिनुभयो मैले पनि दिएँ सर दिउँ भन्ने सल्लाह भयो सर म एउटा लाटो सोझो मान्छे हुँ त्यस कारणले गर्दा यहाँ मिसको भन्दा अरूको बलिदान छैन म यति नै जान्दछु म साथसाथै हिँडिरहेको छु त्यही हो उहाँ बिरामी हुँदाखेरि चाहिँ म यसरी बिरामीसित आज म यसरी हेल्पपोस्ट पनि जाँदैछु भनेर भन्नु चाहिँ हुन्थ्यो तर यो असार साउन चाहिँ म कसैको फोन मेरो बाउ मरेको बाउ उठेर आएर फोन गर्यो भने म फोन उठाउने होला थिइनँ किनकि मेरो मोबाइल भिज्छ अब कटेरा छैन उहाँ मेला मेरो टाढो छ त्यही कारणले गर्दा म फोन नउठाइकन म बस्थेँ म फेरि बेलुका गलेर आउँछु फोन कसले गरौँ गरेन म त्यो हेर्ने चलन पनि छैन त्यस कारणले गर्दा हामीले यो स्कुल चाहिँ अब हामीले अब मिसले अब हामीले दुःख गरेर यो स्कुल चाहिँ बनाएकै हो अब चल्दैछ अहिलेसम्म अब यहाँदेखि उता के हुन्छ कसो हुन्छ अब म त्यो चाहिँ जान्दिनँ अब मिसले क्यामेराको अगाडि यति धेरै बाहना बनाउनु भयो यति धेरै बाहना बनाउनु भयो तपाईँले देखि नै हाल्नुभयो बाहना बनाउनुको पनि एउटा सीमा हुन्छ नि यो भिडियो हेरिसकेपछि तपाईँले एउटा कुरा याद गर्नु भएन होला यो छोटो क्लिप फेरि म राखिहाल्छु है अनि म 6 गते यहाँबाट काठमाडौँ गएर म 12 गते आएर 13 गतेबाट फेरि म 1 हप्ता हाजिर छु स्कुलमा आएको छु त्यसमा चाहिँ किन भन्नु न मेरो 12 गतेको फ्लाइट थियो नि त 12 गतेको फ्लाइट भएर म भोलिपल्ट स्कुल हाजिर छु यो क्लिपमा तपाईँले ध्यान दिएर सुन्नुहोस् त वैशाख 6 गते टिकामाया मिस बाहिर गएको र 12 गते गाउँ आइपुगेपछि 13 गतेबाट विद्यालय हाजिर हुनुभएको रे कि उहाँको भनाइअनुसार नेपालीमा एउटा उखान छ कि लुक्न चाहिँ लुक्नु तर पुच्छर देखाएर नलुक्नु भने जस्तै
हामी सोझो हिसाबले पनि एकपटक अनुमान लगाउँ त उहाँले भन्नुभयो जस्तै ल मानौँ हामीले पत्याइदिउँ 12 गते उहाँ आउनुभयो र 13 गतेबाट हाजिर गर्नुभयो हो 13 गतेबाट विद्यालय आउनुभयो अनि बाँकी 9 गतेदेखि 12 गतेसम्मको हाजिर चाहिँ हाजिरी खातामा कसरी रेकर्ड भयो होला जबकि अघिल्लो पटक हामीले खिचेको फोटोमा उहाँको हाजिरी नै छैन पछिल्लो पटक जाँदा 11 दिनको हाजिरी उहाँले भरिसक्न भ्याउनु भएको छ त्यसैले ढाँटी कुरा काटी मिल्दैन भन्ने उखान पनि याद गरौँ उहाँले कतिसम्म बहाना बनाउनु भएको छ भनेर यहीबाट प्रष्ट रूपमा बुझ्न सक्छौँ हुन त उहाँले जिकिर गर्नु भए अनुसार उहाँको स्वास्थ्यमा समस्या नै छैन होला भनेर चाहिँ हामी भन्न सक्दैनौँ है तर उहाँको स्वास्थ्यमा समस्या भएकै कारणले साराका सारा विद्यार्थीहरूको भविष्यलाई अन्धकारमा धकेल्ने काम पनि उहाँ जतिको शिक्षित मान्छेले गर्नु हुँदैन जस्तो हामीलाई लाग्छ र राज्यको तर्फबाट पनि यदि टीकामाया मिस अस्वस्थ हुनुहुन्छ र विद्यालय जान सक्नुहुन्न भने उहाँलाई के व्यवस्था गर्नुपर्ने हो र के सुविधा दिनुपर्ने हो त्यो राज्यले गर्नुपर्छ राज्यसँग अधिकार लिने सवालमा पनि उहाँले आफ्नो ढङ्गबाट कदम चाल्नुहोला र चाल्नुहोस् हाम्रो शुभकामना तर यसरी सधैँभरि विद्यालयलाई ढाँटेर हामीलाई ढाँटेर अभिभावकलाई ढाँटेर विद्यार्थीहरूको भविष्यमाथि खेलबाड गर्ने अधिकार भने टीकामाया मिसलाई पक्कै पनि हुँदैन होला आफू विद्यालय नजाने अनि आफ्नो काम चाहिँ कार्यालय सहयोगीलाई गर्न लगाएर पैसा चाहिँ उल्टै यहाँ फेरि याद गर्नुहोस् है पैसा चाहिँ उल्टै सधैँभरि विद्यालयमा हाजिर भएर खुरू पढाइरहने शान्तिमाया चर्मकार मिसको तलबबाट काटेर कार्यालय सहयोगीलाई थपिदिने वाह क्या गजबको आइडिया यतिसम्म हरकत गर्न सक्ने अधिकार बरु कानुनमा नै उल्लेख गरिदिनु सरकार हामीले बरु प्रश्नै नगरौँला हामीले प्रमाणसहित प्रश्नहरू गर्दा त यति धेरै बहानाबाजी बनाउन सक्ने मिसले त्यहाँका सोझा सिधा अभिभावकहरूको कुरा के कति सुन्नुहुन्छ होला कुन्नी विद्यालयको यो खालको रवैया हेरेर बस्ने छुट त्यहाँका जनप्रतिनिधिहरूलाई पनि छैन त्यसैले यो विषयमा वडा नम्बर 6 का वडाध्यक्ष सुमन बिसुङ्केलाई पनि वडा कार्यालयमा नै पुगेर केही प्रश्नहरू गरेका छौँ यो पनि हेर्नुहोस् तपाईँ वडा नम्बर 6 को वडाध्यक्ष तपाईँकै वडाको एउटा विद्यालय जनचेतना आधारभूत विद्यालय सनपा 6 कुमाल गाउँको विद्यालयको प्रधानाध्यापक स्वयं महिनामा 11 दिन 15 दिन मनोमर्जीले बिदा बस्ने अनि तलब चाहिँ खाइरहने तपाईँ वडाध्यक्षलाई यो विषयमा जानकारी छ कि छैन यो कस्तो भनेदेखि वडामा जम्मा 6 वटा विद्यालय छ 6 वटा विद्यालयमा 2टा विद्यालय हाम्रो वडा सदस्य निर्वाचनले लगाइदिएको छ अरू विद्यालय हामी सबैले एक एकवटा हेर्दैछौँ त्यो विषयमा चाहिँ कुनै पनि विद्यालयमा कुनै पनि टोलमा केही समस्या आएको कुरा चाहिँ वडा सदस्यहरूले वडाको मिटिङमा अथवा वडाको मिटिङ नहुँदै पनि अरू बेला पनि जानकारी गराउनु भनेर भन्दाखेरि अहिलेसम्म त्यो कुरा आएको छैन त्यस पछाडि त्यही स्कुलमा अब म कोही बेला गएको बेलामा मिस आउनु भएको छैन भनेर आउनु भएन धेरै दिन आउनु हुँदैन भन्ने कुरा आएको थियो एकचोटि आएपछि त्यहाँको व्यवस्थापन समिति अध्यक्ष खड्गबहादुर कुमाल उहाँलाई भेटाएर मिस कहिले आउनुहुन्छ आउनु हुँदैन त्यो के अरे म सधैँभरि यहाँ आएर हेर्न भ्याउँदिनँ र 2 दिनदेखि 3 दिन मात्रै आउनु भएन भने तपाईँले मलाई खबर गर्नु भन्ने कुरा मैले गरेँ त्यस पछाडि उहाँलाई पनि मैले बेला बेलामा फोन गर्छु उहाँले नै पनि फोन उठाउनु भएन भनिसकेपछि अब कि व्यवस्थापन समिति र अध्यक्षको चाहिँ के व्यवस्थापन समिति अध्यक्ष र हेडमिसको चाहिँ मिले महत्त्वमै स्कुल के अरे सुकाउने स्कुल नजाने हो कि नत्र भनेदेखि अब व्यवस्थापन समिति अध्यक्षले पनि चासो नराख्ने त्यहाँको अरू अन्य कर्मचारीहरूले पनि केही नभनिदिने अब त्यहाँको जनप्रतिनिधिलाई अब के छ कसो छ त्यो विषयमा त्यही स्कुल मात्रै होइन सबै स्कुलको विषयमा सबै टोलको विषयमा तपाईँहरू चाहिँ अब त्यो टोलमा भइसकेपछि केही कुराको चाहिँ जानकारी गराउनु भन्दाखेरि उहाँहरूले भन्नुहुँदैन भने यो म एक्लैले कसरी थाहा पाउनु होला वडा सदस्यले तपाईँहरूको यो विषयमा चाहिँ वडाको मिटिङमा कुरा उठाउनुहुन्न होइन उहाँले कुरा कस्तो भनेदेखि अब यहाँ वडामै आएर चाहिँ कुरा उठाउनु भएको छैन अब त्यहाँ म त्यो टोलमा गएको बेलामा त्यो कुरा चर्चा चलिसकेपछि उहाँलाई पनि कुरा गरेँ मैले अब बेला बेलामा मिस अलिक बिरामी भएर नआउनु भएको हो अब मैले पनि के अरे उहाँको बारेमा चाहिँ धेरै नै चासो राखेको छु तर चाहिँ मिस नआएको हुनाले अब अहिले चाहिँ यो कुरा आयो भन्ने त्यति बेला चाहिँ कुरा आयो त्यस पछाडि
त्यही विषयमा फेरि कुनै बेला चाहिँ अब मिस त्यसरी कहाँ जानुभएको छ अब त्यही विद्यालयको मात्रै होइन अन्य विद्यालयको पनि त्यसरी अब सर मिसहरू 2 दिनदेखि 3 दिन मात्रै आउनु भएन भने कुन विद्यालयको आउनु हुँदैन त्यो विषयमा चाहिँ तपाईँहरूले बोल्नुपर्छ भनेर यहाँ मैले वडामा कुरा राख्दाखेरि अहिलेसम्म त्यो कुरा आएको छैन। वैशाख महिनाको लगभग अन्तिमतिर हामी गएर हाजिरी रेकर्डको फोटो खिच्यौँ। त्यस पछाडि हामी साउनको 29 गते त्यो विद्यालयमा जाँदाखेरि उहाँले जति हाजिरा उहाँको भएको थिएन गएल थियो, तर त्यो सबै हाजिरा चाहिँ पछि उहाँले विद्यालय गएर आफूले गर्नुभएछ। अनि त्यसरी हाजिरी गरेर उहाँले तलब खान मिल्छ होला? उहाँ चाहिँ अब के भन्छ स्कुलको प्रभाव भएर होला त्यसरी गरेको, तर त्यो हालतमा त्यसरी हाजिर गरेर कहिले पनि मिल्दैन। आफू जुन दिन काम गरेको छ काम गरेको दिनको पो पारिश्रमिक पाउने हो त। उहाँले चाहिँ आफू स्कुल जानुभन्दा 1 हप्ता अगाडि 1 हप्ता पछाडि हाजिर गरेर त्यो यहाँ मात्रै होइन त्यो कहीँ पनि त्यसरी गर्न मिल्दैन र त्यसरी तलब खानै मिल्दैन। 1 दिन होइन 2 दिन होइन 11 दिनको एउटा महिनामा 11 दिनको हाजिरा उहाँले त्यसो गर्नुभएछ। अब तपाईँलाई योभन्दा अगाडि जानकारी भएन भन्नुभयो होइन। जानकारी भए पनि व्यवस्थापन समितिको अध्यक्षले पनि फोन उठाएन मैले गरेको भनिसकेपछि अब मैले तपाईँलाई प्रमाणै दिनुपर्दा पनि म दिउँला। हामीले यति जानकारी गरिसकेपछि तपाईँ वडाध्यक्ष भएको नाताले अब यो विषयमा के कति चासो लिनुहुन्छ अथवा तपाईँले के गर्नुहुन्छ? अब जस्तै कस्तो भने म यो वडाको वडाध्यक्ष भइसकेपछि सबै विद्यालय सबै टोललाई मैले हेर्नै पर्छ र त्यो भएको हुनाले त्यसरी मिस अब स्कुल आउनु हुँदैन। उहाँ चाहिँ अब नआएको दिन पनि हाजिरा गर्नुहुन्छ भने के अरे त्यसरी हाजिर चढाउनुहुन्छ भनेदेखि उहाँलाई चाहिँ अब कसरी हुन्छ कुन तरिकाले हुन्छ उहाँलाई कारबाही गर्नैपर्छ। त्यत्तिकै छोड्न चाहिँ मिल्दैन, किनकि अब उहाँले नै त्यसो गरिसकेपछि उहाँको अन्य कर्मचारी उहाँको सहायक कर्मचारीको हालत के होला झन्। जस्तै उहाँ 1 हप्ता आउनु भएन 1 हप्ताको उहाँले हाजिर गर्नुहुन्छ भने अरू साथीहरूको पनि त कुनै दिन पनि नछुटेको हुनसक्छ। अब स्कुल आए पनि ठिकै छ, नआए पनि ठिकै छ, पढाए पनि ठिकै छ, नपढाए पनि ठिकै छ, तर त्यो पाराले चाहिँ हुँदैन। अब यो विषयमा अब म पनि यही विषयमा एकचोटि कार्यपालिकामा कुरा राख्छु अथवा शिक्षा शाखा लगायत हाम्रो मेयर साहब उपमेयरदेखि लिएर हाम्रो प्रमुख प्रशासकीय अधिकृत उहाँहरूसँग सल्लाह गरेर उहाँलाई केही न केही त कारबाही गर्नैपर्छ। कारबाही नगरे हुँदैन। अब किनकि अब यही तरिकाले गर्ने हो भनेदेखि स्कुलको शिक्षामा अहिले जति खस्किँदैछ त्योभन्दा धेरै मात्रामा खस्किन्छ। यसको लागि चाहिँ अब कसरी हुन्छ एउटा कारबाहीको प्रक्रिया अगाडि बढाइएन भनेदेखि त्यो विद्यालय चाहिँ फेरि राम्रो पढाइ हुन्छ जस्तो लागेन मलाई। जनचेतना आधारभूत विद्यालयमा सृजित भएको यो समस्याको विषयमा त्यहाँका अभिभावक, त्यहाँका शिक्षक, जनप्रतिनिधि लगायतको कुराकानीहरू त तपाईँले सुनि नै हाल्नुभयो। यति कुराहरू सुनिसकेपछि र यति प्रमाणहरू देखिसकेपछि हेरिसकेपछि तपाईलाई के लाग्छ? तपाईको धारणा हाम्रो भिडियोको कमेन्ट बक्समा छोड्दै गर्नुहोला। हामी अर्को भिडियोमा समाजमा लुकेर रहेका यस्तै विकृति, विसङ्गति र व्यथितिको विषयमा उठान गर्ने उद्देश्यले हामी उपस्थित हुनेछौँ। तबसम्मको लागि क्यामेरामा मलाई साथ दिने सङ्गम तामाङलाई विशेष धन्यवाद भन्दै म सूर्य तामाङ पनि अर्को भिडियोसम्मको निम्ति आज्ञा चाहन्छु। यो भिडियोलाई अन्तिमसम्म हेरिदिनु भयो तपाईँ सबैलाई धन्यवाद भन्दै हस्, नमस्कार।